guys, welcome to the next episode of GM Vlogs. आज चाहिँ हामी खोलातिर हाटेपासो जग्गा बल्छी खेल्न जाँदैछौँ हैन। माछा कति लाग्छ अन्तिमसम्म हेरेर साथ दिनु होला है त गाइज। फाइनली गाइज हामी चाहिँ नि खोलामा आइसक्यो। यो पुलमुनि कुर्सिमला पुलमुनि चाहिँ नि म थाप्छु। यो ठाउँमा चाहिँ नि पासो यस्तो प्रकारको रहेको छ है। पासो चाहिँ नि मैदा हालेर टक्क लगाइरहेछ, रिलमा सुकिन्छ। अनि हामी यो मैदो चाहिँ नि मुछेर हालेका छौँ। र गाइज अन्तिमसम्म हेर्नु होला माछा कति लाग्छ है। म तपाईहरुलाई देखाउने छु माछा लागेको पनि। गाइज फर्स्ट लटमै एउटा हन्टिङ इन झप्पा बल्छी है। फर्स्ट लटमा दुईटा लागेको छ, तर सानो सानो लागेको छ गाइज, केही छैन। हाटेपासोमा चारवटा ठुटै खाली आयो। झप्पा बल्छीमा दुईवटा झुन्डेर बसिरहेको रहेछ, ठुल्ठुला झुन्डे रहेछ उल्टोबाट। झप्पा बल्छी चाहिँ नि फेभरेट भइरहेछ क्या अहिले है। हाटेपासोमा नि लाग्नु त बाबाले लाग्छ, झप्पा बल्छीमा पनि सानै सानै लागिरहेछ क्या मिठो झुन्डिरहेछ यार। ठुलो झुन्डिनु पर्ने हो गाइजहरू, तर केही छैन। प्रयास निरन्तर जारी छ ब्लु व्हेल मार्नलाई। फाइनली गाइज झप्पा बल्छीले बल्ल सर्ट भेटिरहेको छ, ज्याक झुन्डिरहेको छ है। यो हो नि त शैली। ल है त गाइज झप्पा बल्छीमा भने जस्तै माछा लाग्यो बल्ल एउटा। आज दिनभरिको माछा म देखाउन जाँदैछु गाइज। दिनभरि खासै लागेको छैन यार। 10वटा मसिना खिरा लाग्थ्यो, मसिना खिरा लाग्थ्यो 10वटा। झप्पा बल्छीमा कति 6वटा लाग्यो होला। हाटेपासोमा लागेको थियो 4वटा, प्लस अहिले 2वटा हाटेपासोमा ठक्कै बालौटे तालतिर। अनि अझ 5वटा छुट्न बाँकी छ है। एक्लै भएको कारणले गर्दाखेरि छुटेको भिडियो देखाउनै पाइएन है गाइस, त्यसको लागि सरी है त। त्यो प्लास्टिकमा चाहिँ नि 3वटा छ, अनि अरू चाहिँ मसिना छ कि यस्तो छ। हाम्रो माछा चाहिँ यति छ ल। भन्दै गर्दाखेरि हाटेपासोमा पनि एउटा लाग्न सफल, अर्कोको ढुङ्गै फुस्के रहेछ। ल है त गाइज अन्तिम आइपुगेको छ हामी भिडियोको भन्दा नि भ्लगको। माछा चाहिँ नि 1 केजी चाहिँ हान्नेछ होला। एउटै 2.5 केजीको छ, 2.5 केजीको छ एउटै, प्लस अरू लाछ। बल्छीमा लाग्यो कि आज मसिना नि टन्नै लाग्यो 8-9वटा। के अरे हाटेपासोमा लगभग 5-6वटा लाग्यो होला, बल्छीमा लाग्यो। यति भन्दै गाइज म भ्लगको अन्तिम चरणमा छु। रात परिसकेको छ, दिउँसो पनि त्यति राम्रोसँग बनाउन पाइएन है। त्यसको लागि क्षमा माग्छु म। यही हो आजको उत्पत्ति। ल है त गाइज म चाहिँ अहिले खोलाबाट निक्लेको घरतर्फ जाँदैछु। भिडियो अन्तिमसम्म नछुट्याइकन हेरिदिनु भयो, माया देखाइदिनु भयो, त्यसको लागि मनैदेखि आभारी छु म। र यसै गरी होइन आउँदा दिनहरूमा पनि हजुरहरूको साथ सहयोगको अपेक्षा गर्दै होइन अझ धेरै माया गर्नुहुन्छ भन्ने म आशा राखेको छु। र यति भन्दै आजको भ्लग यही टुङ्गाउँछु म। र हामी चाहिँ नेक्स्ट फिसिङ भ्लगमा भेट्नेछौँ है त। ल टाटा बाई बाई।